हेलो गुड मर्निङ अनि नमस्ते। म राजेश नुपन। म चाहिँ आज यो मर्निङ वकको लागि एकदमै रोमान्टिक ठाउँमा आएको छु। त्यहाँ एउटा चाइनी जाँदैछ क्यामेरा बोकेर पुरै होइन। यो चाहिँ राम्रो ठाउँ छ मर्निङ वक गर्न लागि। खासै आउनु त त्यस्तो कोही पनि आउँदैन, तर पनि यहाँ कुकुरहरू हिँडेर मैले चाहिँ लस्टी साथमा लिएर हिँडेको छु होइन। खासै आउनु त आउँदैन, तर पनि यहाँ एकदमै रमाइलो ठाउँ छ है। यहाँ हेर्नुहोस् त, तपाईँको यो यहाँ चाहिँ यो बगैँचा हो यो होइन, फुल के अरे फलफुलको। वहाँ डाँडा चाहिँ नेपाल जस्तै गरी लिएर गएको छ नि यो बिजुलीको तारहरू। यहाँ पनि यो चाहिँ वन एकदमै रोमान्टिक ठाउँ छ यो वन हो यो होइन। अनि यहाँ बगैँचा हो, यो बगैँचा हो यहाँभित्र। यहाँ ड्रागन, तपाईँहरूलाई ड्रागन देखाउँदैछु, ड्रागन देखाउँदैछु है तपाईँहरूलाई। ड्रागन यो चाहिँ रातो ड्रागन है के हो थाहा छैन। ए होइन रहेछ, पहेँलो ड्रागन रहेछ यो ड्रागनको बोर्ड भयो, यो पहेँलो ड्रागन रहेछ। अहिले फुल के अरे कोपिला लाग्दैछ। सो यो चाहिँ बगैँचा हो गाइस होइन। बगैँचामा आँसु यसरी छोपेर राख्छ है फलहरूलाई। डाँडातिर नरिवलको बोर्डहरू। ओके गाइस, नेक्स्ट भिडियोमा भेटौँला भोलि बिहान। थ्याङ्क यू फर वाचिङ। एउटा नयाँ चिज देखाउँछु तपाईँलाई साथी हो। यो यस्तो चिज हो, यो चिज चाहिँ फलफुलको राजा भनेर चिनिन्छ। यो चाहिँ तपाईँको मलेसिया थाइल्यान्डको समुद्री सतहमा पाइने चिज हो। अन्त पाइन यो तपाईँको केजीको पनि यहाँ कति मलेसिया रिङ्गिट कति पर्छ भनेदेखि 40-45 रिङ्गिट पर्छ। सो यो चिज यस्तो दामी हुन्छ, यति दामी हुन्छ। यसको नाम डुरेन भन्छ होइन, डुरेन भन्छ। यहाँभित्र यस्तो चिज हुन्छ नि यो सिजन अहिले फल्ने सिजन रहेछ यो मैले देखाएको थिएन यहाँ छ भने, आज मैले देखेँ। यस्तो चिज हो यो डुरेन, कटहर जस्तै गरी फल्छ होइन, तर यसको नाम डुरेन हो। सो यति महँगो चिज हो यो कि कुरो छोडिदिनुहोस्। तपाईँहरूलाई म नेक्स्ट भिडियोमा खाएको भिडियो र फोरेको भिडियो देखाउँदैछु है त।